हो त बाँध्दाखेरि त्यो पनि काटिदिने भइहाल्यो अब बार लगाउनु किनभने यहाँ केही वस्तु भाउ आएर नखा बिगार नगरोस् तर यहाँ गेट चाहिँ आफू जाने गेट चाहिँ राख्नु पर्यो होइन गेट छ भित्री जाने गेट त राख्नु पर्यो नि होइन हो त्यहाँ एउटा गाडो त्यो मेलेसँग घुमाउनु पर्दैन कि भाइ सिधै लिएर जाऊ न अब पल्ला छेउ लिएर आऊ त एउटा लगाउँ त्यो माथि गाडे भए ठ्याक्कै हुन्छ नि अझै मजाले यो यहाँ सकाइदिन पाए अलि हामी भनेको उतै जाउँ गौत कहाँ छ यतै ल्याएको छ कि छैन उतै ल्याउनुपर्छ तपाईँ जेठो हो म जेठो अर्कामा फेरो पार्नु न एउटालाई छोडेर अर्कालाई फेर पार्नु न हैको फेरो नपार्केमा अर्कालाई फेरो पार्नु यो रेसिपी नि खुस्काइदिनु हामी को छौँ भनेर नि पछाडिको गोजीबाट दाहिनेले हाल्यो भने 3 राख्छ कति छन् कति यसपालि त माइमेनीमा 5 को 10 दिन्छु भनेर त्यस्तो घुराउने उमा त्यो उसमा थोरै लुटे त एकजनाको त 20,000 एकैदिनमा 5 को 10 पर्यो भने त्यस कारणले म यो हाम्रो भट्टराई पुरुष प्रतिष्ठान कन्काई डाँगेबारी नगर समितिले यस हर परिवारमा परेको दुःखद परिस्थितिलाई सामना गर्ने शक्ति प्राप्त होस् भन्ने अभिप्रायले यो समवेदना लिएर आएका छौँ। म यो वाचन गर्ने अनुमति चाहन्छु। भट्टराई पुरुष प्रतिष्ठान